गाइस, जुना ब्लग सिक्किममा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म चाहिँ मेरो हस्बेन्डको बारेमा भिडियो बनाउन जाँदैछु है। के भन्दाखेरि चाहिँ मेरो हस्बेन्ड चाहिँ दुःखको कुरा पनि छ, खुसीको कुरा पनि छ। खुसीको कुरा के भनौँ भन्दाखेरि हिजो चाहिँ मेरो हस्बेन्डको फेरवेल थियो होइन। सबैजनाले धेरै माया दिनुभयो, गिफ्ट दिनुभयो। गिफ्ट पनि म खोलेर देखाउने छु हजुरहरूलाई होइन। अनि धेरै खुसी, धेरै माया दिनुभएको छ सबैजनाले होइन। अनि मेरो हस्बेन्ड चाहिँ दिल्ली जानुहुँदैछ हो। अनि मलाई एक्लै बनाएर जानुहुँदैछ। अब हुनु त अब हामी पहिलादेखिकै अलग अलगै बसेको हो। 4 वर्ष कम्प्लिट भएर 5 वर्ष पनि चल्दैछ। सँगै हुन्छ, घरमा बसेर मात्रै नै हुँदैन होइन। यसैले जानुहुँदैछ। के भन्नु अब के भन्नु, अब म रो या हाँसु के गर्नु, नानीहरू छ होइन। अब पढ्दैछ नानीहरू, अब बुझाउनु पर्ने हुन्छ। ओके गाइस, हिजोको भिडियो फोटोहरू हजुरलाई सेन्ड गर्नेछु। मेरो हस्बेन्ड कति खुसी हुनुहुन्थ्यो र गिफ्ट हजुरलाई खोलेर देखाउने छु है। बधाई दिँदै र यहाँबाट विदाको कार्यक्रममा खानामालाको कार्यक्रम अघि बढाउँदैछु। उहाँहरूले हामीबाट जस्तो हिसाबले साथमा एक साथ भएर ड्युटी दिनुभएको छ, हाम्रो साथमा निभाउनु भएको छ परिवार र जोरदार ताली। यो ताली एकदमै कम भएको छ। सबैजना मिलेर उहाँहरूलाई हाम्रो खाना माल्याको कार्यक्रममा सकुन्जेल बेटा बजार एरियाको यो रुडौट सहरमा एफे फर्किनुपर्छ, यो कलेज एरिया फर्किनुपर्छ। जोरदार तालीको साथमा उहाँहरूलाई आउँदो भविष्यको शुभकामना दिन चाहन्छौँ। हामी सबै परिवारबाट हामी खानामालाको कार्यक्रमपछि हामी समस्त ऋणक पिएसको परिवारको तर्फबाट हाम्रो एसएसओ सर श्री अविनाश सरको औलीबाट हामी समस्त परिवारबाट भेट स्वरूप हामी पेन्सिल हजुरलाई दिन चाहन्छौँ। मेरो हस्बेन्डको गिफ्ट उसलाई खोल्नु नि भनेको कि तिमी आफै खोला न भन्नुहुन्छ। अब म खोलेर हजुरलाई पनि देखाउँछु है। सबैजनाले माया गरेर इज्जत दिएर दिनुभएको गिफ्ट हो। हाम्रो लागि चाहिँ धेरैभन्दा धेरै बेसी स्पेसल हुन्छ होइन। र हजुरहरूलाई पनि सेयर गर्नेछ। अब स्टार्ट गरेँ गाइस। गिफ्ट पाउनुलाई भन्दा यहाँ हेर्नुलाई चाहिँ एकदमै तार परेको छ हो। राम्रोसँग खोल्ने दस्तुर छैन हो, अत्तालेर नि यहाँ केही छैन गाइस। के भन्नुहुन्छ? थ्याङ्क यू एन्ड के भन्नुहुन्छ तपाईँ? हामी जस्तो उहाँलाई कहाँ बोल्न आउँछ, कम्ती बोल्न आउँछ, मिठो बोल्न आउँछ। थ्याङ्क यू मिन्स थ्याङ्क यू होइन।
सबैजनाले बुझि त हाल्छ।